मत दिनुभयो नि तलबाट उति बलियो हुँदो रहेछ क्या म माथि। अब खिस्रिक 10-20 भोटले जित्यो भने कसैले नि गन्दा रहेछ। अब हार्यो भने त कसैले गन्दै गन्दैन। थोरै मतले होइन, जति धेरै मतले जिताउनु भयो उति बलियो हुने गरेर माथि जान सकिने रहेछ। र अब फागुन 21 पछि यो मुलुकको राजनीतिक कोर्स बाटो अर्कै हुनेवाला छ। त्यसमा हामी अहोरात्र खटेर अब यो घिचिपिटी घिची गरेर नहुने भयो, यसलाई ठुलै प्रहार गर्न पर्यो भनेर विगत केही महिनादेखि हामी लागिरहेका छौँ। अघि रवि लामिछानेको बारेमा बोल्न पर्यो भनेर चाहिँ एकजना भन्दै हुनुहुन्थ्यो। रवि लामिछानेलाई प्रतिशोध साधेर यसरी जिल्ला कारागारहरू घुमाएर अदालतहरूमा घुमाएर पापाचोडा जिल्लामा मुद्दा थोपरिएको थियो। हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि भन्यौँ, पहिलोको सरकारले त्यसरी दुःख दिएको थियो। नयाँ सरकारले त यो अभियोजन जुन गरेको छ त्यो त मिलेको थिएन। यो अभियोजन सच्याउन मिल्छ, फौजदारी संहिता अन्तर्गत यो धारा यो अनुसार सच्याउन मिल्छ, तपाईहरूले पहल गर्नै पर्यो। र रवि लामिछाने बाहिर आएपछि निर्वाचनको माहौल पनि हुन्छ। यी पुराना दलहरूले फेरि त्यो मरेको संसद बिउताएर त्यही शेरबहादुर देउवा र केपी ओलीकै रजगज फेरि 84 सम्म तन्काउने तानाबाना बुनिरहेका थिए। तर आज त्यो षड्यन्त्र सिद्धिएको छ। रवि लामिछाने बाहिर आउनुभयो। उहाँ बाहिर आउनुभएको 2 हप्तामै यो मुलुकको राजनीतिमा भुइँचालो गयो। तमाम युवा पुस्ताले मानेका बालेन्द्र शाहलाई हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा भित्र्यायौँ। यो अँध्यारो नेपालबाट उज्यालो नेपाल, लोड सेडिङ हुन्थ्यो 12 घन्टा 14 घन्टा 16 घन्टा, हजुरहरू सबैलाई थाहा छ। त्यसलाई अन्त्य गरेर ठुलो श्रेय पाउनुभएका, प्रशासकीय क्षमता भएका यो ठेकदारहरू यहाँका समस्या विकास निर्माणमा राम्रो काम गर्न सफल हुनुभएका कुलमान घिसिङ पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीमै आउनुभयो। र उहाँहरू ल्याउनलाई हामीहरू नै अगाडि सरेका हौँ। रवि लामिछानेले भन्नुभयो म प्रधानमन्त्री 5 वर्षपछि बन्दिउँला। अस्ति भदौ 24-25 पछि त प्रधानमन्त्री बालेन शाह नै हुन सक्नुहुन्थ्यो। तर उहाँले पनि के भन्नुभयो भने म यसरी आफूले नगरेको आन्दोलनबाट कसैले थोपरी दिएको भरमा म प्रधानमन्त्री बन्दिनँ। म प्रधानमन्त्री बन्न पर्यो भने म चुनाव जितेरै आउँछु र एउटा स्थापित राजनीतिक दलबाटै आउँछु भनेर उहाँले त्यति बेला केही समय साँच्नुभयो। र अब काठमाडौँ महानगरपालिका उहाँले जसरी चलाउनु भएको थियो, आजसम्म ठुला ठुला आर्थिक अपचलनका काण्डहरू त्यहाँ आएका छैनन्। उहाँको युवा माझ एउटा अर्कै छाप बसेको छ। उहाँ राजनीतिमा आएर काठमाडौँ महानगर जस्तो ठाउँमा मेयर भइसकेपछि धेरै युवाहरू, जेनजी मात्र होइन अरू युवाहरू पनि राजनीतिमा प्रति आकर्षित भएका छन्। देश सेवा गर्नलाई केही गरौँ भन्ने भावना भएका युवाहरूलाई राजनीतिमा ल्याएर यी पुराना खराब पात्रहरूलाई, प्रवृत्तिहरूलाई, चरित्रहरूलाई बढार्ने एउटा महासङ्कल्पमा धेरै युवाहरू उभिनु भएको छ। ती युवाहरूले आश गरेका पात्र अब म घन्टी बोकेरै आउने भए राष्ट्रिय स्वतन्त्र पार्टीकै झन्डा मुनि रहेर रवि लामिछानेले सुरु गरेको यो सुशासनको अभियानमा म पनि जोडिन्छु भनेपछि यहाँ सबै पुराना दलहरू थर्कमान भए। त्यसपछि यिनीहरूले त अझ अर्को श्रृङ्खला त देख्नै पाएका थिएनन्। कुलमान घिसिङलाई पनि हामीले लिएर आयौँ। उनीहरू के थियो भने बालेन एकातिर, रासोपा एकातिर, कुलमान घिसिङ अर्कोतिर भयो भने यी जम्मैले एकअर्काको मत बाँड्छन् अनि फेरि केपी ओली र शेरबहादुर देउवा नै आउने हो भनेर यिनीहरू रमाइरहेथे। तर 3टा व्यक्तिहरू एक ठाउँमा आउँदाखेरि अब कसैले हल्लाउन नसक्ने गरेर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ। र यो किन गर्न पर्यो त? रवि लामिछानेले प्रधानमन्त्री पद छोडिदिनु भयो। म स्वर्णिम वाग्लेले पनि प्रधानमन्त्री अन्य ठुला ठुला पदहरू छोडेर पार्टीमा उपसभापति पनि म छोडिदिन्छु। ल, राम्रा मान्छेहरू आउने हो भने, कुलमान घिसिङै आउनुहुन्छ भने म यो उपसभापति पद पनि छोडिदिन्छु भनेर त मैले 6 महिना अगाडि बोलेको थिएँ। र आजका दिनमा पनि मैले आउनुहोस्, यो व्यक्तिभन्दा ठुलो मुलुक छ, राष्ट्र छ, बनाउनु पर्यो। हामी आफू इगोले गर्दा, आफ्नो महत्त्व महिमा बढाइ चढाइ गर्दाखेरि देशले हार्ने भयो। मान सम्मान व्यक्तिले त पाउला, तर देशले चाहिँ हार्ने भयो। यसरी नै जाने हो त? देशै खोक्र्याउने, जम्मै युवाहरूलाई सम्मानजनक आम्दानीको लागि विदेशै पठाउनु पर्ने जुन हरिबिजोग अवस्थामा अहिले मुलुक छ, त्योबाट एउटा निदान समाधान खोज्नु पर्यो। देशमै गरी खाएर बस्न सक्छु भन्ने वातावरण बनाउनु पर्यो भनेर सुशासनको जगमा छिटो छिटो विकास गर्नको लागि हामीले
यो असाध्यै जोखिम मोलेर आँट गरेर त्याग गरेर एउटा महाअभियानको उद्घोष भएको छ र अब फागुन 21 मा चुनाव हुँदैन कि भन्ने संशय शंका पनि निवारण भएको छ र फागुन 21 मा चुनाव हुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबभन्दा ठुलो दल र बहुमत प्राप्त शक्ति भएर अब आउनेछ। बालेन्द्र शाह प्रधानमन्त्री हुनेछन् र यो देशले राम्रो क्षमता भएका 8-10 जना मन्त्रीहरू, कुलमान घिसिङ सम्भवतः फेरि मन्त्री हुनुहुन्छ, ऊर्जा वा भौतिक अर्थमन्त्रीहरूमा हामीहरू पनि चाहिँ सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत हुनेछौँ पार्टीबाट। शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री, परराष्ट्र मन्त्री, गृह मन्त्री, कानुन मन्त्री, यी 10 जना राम्रा मन्त्रीहरू जसले देशको विकासबारे चिन्ता गर्छन्, जसले 3 महिना 6 महिना 9 महिना मात्रै कति हो लुटिहालौँ भागिहालौँ भन्ने खालको सोच राखेका छैनन्, त्यस्ता पात्रहरू ल्याएर फेरि अब नेपालमा आशा जगाउनु पर्यो। यो देशमा केही हुन्छ, गर्नुपर्छ भन्ने त्यो खालको वातावरण बनाउनको लागि पनि यसरी हामीले आफ्नो भाग जम्मै छोडेर मिलेका हौँ र त्यसले हजुरहरूलाई पनि उत्साहित बनाएको छ र यसपटक चाहिँ घन्टी नै हो भनेर भनेका छन्। त्यसैले यो केका लागि भन्दा छोटो समयमा देश बनाउन पर्यो, नभए त यहाँ कोही पनि बस्न नसक्ने भयो भन्ने खालको जुन निराशा छ। यत्रो 60-70 लाख युवाहरूले हरेक दिन तपाईँहरूलाई घर घरमा फोन गर्नुहुन्छ, राम्रो अवसर हुने हो भने हामी पनि आउँथ्यौँ, गाउँमै अहिले कमाएको भन्दा आधा रकम भए पनि गाउँमै बसेर काम गर्थ्यौँ भन्ने त्यो वातावरण बनाउनको लागि पनि अब यो नयाँ प्रयोग हो। एकै झमेटमा काङ्ग्रेस एमाले माओवादीलाई तिमीहरू कम्तीमा पनि 5 वर्ष विश्राम गर, अब यो देश राष्ट्रिय स्वतन्त्र पार्टीले हाँक्छ भनेर त्यो आत्मविश्वासका साथ हामीहरू अगाडि आएका छौँ। यसपटक फागुन 21 मा हजुरहरूले साथ दिनुहुनेछ भन्छ। यो निष्कर्षमा हामी किन पुग्यौँ, किन यसरी आफ्नै भाग काटेर हामीलाई सजिलो बाटो त के हुन्थ्यो, रासोपा बनेकै छ, 21 सिटबाट 50-60 सिट आइहाल्थ्यो, बहुमत कसैको पुग्दैन थियो, अनि बहुमत पुर्याउनलाई रासोपालाई गुहार्न आउँथे, एक थान प्रधानमन्त्री हामीले खान्थ्यौँ, तर देशले जित्दैन थियो क्या। 1-2 जना प्रधानमन्त्री बनाउनका लागि मात्र हामी राजनीति गरेका होइन। त्यसैले हामीले भित्र के रणनीति बनायौँ भने 21 सिटले चाहिँ एउटा झिल्को चाहिँ देखायो, राम्रा मान्छेहरू, युवाहरू, तथ्याङ्कमा टिकेका, कहिले पनि आर्थिक विवादमा नफसेका, क्षमता भएका, देश दुनियाँ देखेका मान्छेहरू संसदमा लाँदाखेरि संसद नै कस्तो फरक हुँदो रहेछ। तर 21 जनाले के पनि हुँदो रहेछ। यो अङ्कगणितको खेलमा 138 त कटाउनै पर्यो र भित्रभित्र हामीले के निष्कर्ष निकाल्यौँ भने 21 बाट अब 151 नै पुर्याउनु पर्यो। 21 बाट 51 त यसै पनि पुग्थ्यो, तर 51 पुगेर पनि केही भएन। प्रचण्डले भने जस्तो म्याजिक नम्बर लिने, च्याखे थाप्ने, यता रिजाउने उता रिजाउने, प्रधानमन्त्री खाने, त्यस्तो राजनीति त हामीले गर्न आएको होइन नि त। भनेपछि हामीले के भन्यौँ भने 21 बाट 51 होइन, 21 बाट 151 पुगेपछि बल्ल यो देशको बहुमतै प्राप्त गरेर ऐन चाहेको जस्तो बनाउने, यो देशका विकासका बाधकहरूलाई खारेज गर्न सक्ने, बजेट र डाडु पन्ने पनि आफ्नो हातमा हुने, हैन, राजस्व